हेलो सबैजनालाई आजको टपिक रहेको छ हाउ टु चुज द राइट कुकवेयर फर योर किचन एक्सपर्ट टिप्स लाइक एउटा किचन स्टोरले चाहिँ आफ्नो टार्गेटेड कस्टमरहरूलाई चाहिँ कस्तो कस्तो टिप्सहरू दिँदाखेरि कस्तो खाले चाहिँ हामीसँग एभाइलेबल छ हैन त्यस्तो टाइपको चाहिँ भिडियोहरू चाहिँ प्रोभाइड गर्दाखेरि चाहिँ कस्टमरलाई एट्र्याक्ट गर्न मिल्छ भनेर चाहिँ एउटा भिडियो बनाइरहेको छु जसमा इन्ट्रोडक्सनमा रहेको छ हेल्प्स यो चुज द राइट कुकवेयर एउटा सही कुकवेयर चुज गर्नको लागि चाहिँ हामी तपाईलाई हेल्प गर्छौं हैन अनि द राइट कुकवेयर मेक्स फास्टर हेल्दियर एन्ड मोर इन्जोयबल लाइक एउटा सही तिमीले कुकवेयर चुज गर्यौ भने तपाईले कुकवेयर चुज गर्नुभयो भनेपछि चाहिँ तपाईको कुकिङ फास्ट पनि हुन्छ हेल्दियर पनि हुन्छ प्लस मोर इन्जोयबल पनि हुन्छ है भनेर चाहिँ एउटा त्यस्तो इन्फर्मेसन दिने जसलाई चाहिँ इन्ट्रोडक्सनमा राखेको छौं एन्ड देन know your cooking style like daily cooking stainless steel hard anodized durable कतिको सम्म चाहिँ ड्युरेबल छ हैन स्टेनलेस स्टील हेल्थको लागि चाहिँ कतिको राम्रो छ हार्ड एनोडाइज लाइक त्यस्तो टाइपको चाहिँ डेली कुकिङमा चाहिँ यस्तो प्रयोग हुन्छ है भनेर चाहिँ एउटा चाहिँ त्यो इन्फर्मेसन दिने अनि ओकेजनली कुकिङ लाइक नन स्टिकी इजी टु क्लिन अनि ओकेजनली कुकिङ चाहिँ नन स्टिकीहरु युज गर्ने जो चाहिँ सफा गर्न नि सजिलो होस् नन स्टिकी भने चाहिँ ओइल कम लाग्ने जस्ट त्यस्तो टाइपको चाहिँ कुकिङहरु चाहिँ त्यो मटेरियलहरुको बारेमा चाहिँ इन्फर्मेसन दिने हैन एन्ड देन चुज द राइट मटेरियल कस्तो मटेरियलहरु युज भएको चाहिँ युज गर्ने भनेर पनि एउटा चाहिँ इन्फर्मेसन प्रोभाइड गर्ने लाइक स्टेनलेस स्टील यसले के गर्छ त भन्दा लङ लास्टिङ ग्रेट फर ग्रेप्स एकदम लामो समयसम्म चल्ने हैन एकदमै राम्रो भनेर चाहिँ एउटा त्यो भन्ने एन्ड देन कास्ट आइरन यसले चाहिँ के गर्छ कास्ट आइरनले रिटेन हिट्स एड्स आइरन टु फुड यसले चाहिँ हिट रिटेन्स गर्छ प्लस हाम्रो शरीरमा चाहिँ आइरनको कमी भएको मान्छेलाई चाहिँ आइरन एड गर्ने काम पनि गर्छ हो त्यस्तो खाले चाहिँ एउटा इन्फर्मेसन धेरै कस्टमरहरूलाई थाहा नै हुँदैन नि त कास्ट आइरन भनेको कस्तो हो यसले के काम गर्छ हो त्यस्तोलाई चाहिँ यसको बारेमा इन्फर्मेसन दियो भनेपछि त उहाँ चाहिँ किन्नको लागि एउटा एक स्टेप अगाडि पनि बढ्न सक्नुहुन्छ नि त हो त्यो टाइपको चाहिँ हुनको लागि एउटा भिडियो पनि प्रोभाइड आवश्यक पर्छ सो दैट अनि नन स्टिकी आइडियल फर लो ओइल कुकिङ नन स्टिकी भनेको त्यही हो तेल कम लाग्ने प्लस नडर्ने टाइपको चाहिँ हुन्छ नि त्यस्तोलाई चाहिँ नन स्टिकी मटेरियल्स युज भएको चाहिँ कुकवेयर भनेर भन्छ त्यस्तो बारेमा चाहिँ कस्टमरहरूलाई चाहिँ एउटा इन्फर्मेसन दिने देन सेफ्टी एन्ड मेन्टेनेन्समा चाहिँ हिट रेसिस्टेन्ट ह्यान्डल हातमा समाउँदाखेरि चाहिँ जस्तै कराई होस् या प्रेसर कुकर जो ह्यान्डलहरू हुन्छ तिनीहरूमा चाहिँ हिट रेसिस्टेन्ट ह्यान्डलहरू युज भएको त्यो टाइपको दिने मटेरियल्स त्यो किचनवेयरहरू अनि इन्डक्सन कम्प्याटेबल इन्डक्सन प्लस ग्यास दुईटैमा युज हुने अहिले त प्राय मान्छेहरूले इन्डक्सनै युज गरिरहेको हुन्छ दुईटै इन्डक्सन ग्यास दुईटै कम्प्याटेबल भएको चाहिँ युज गराउने अनि रुद्र किचन मार्ट प्रोडक्ट कम विथ केयर टिप्स हाम्रो स्टोरमा आउने प्रोडक्ट्सहरू चाहिँ एकदमै केयर 100% केयरबाट चाहिँ केयर टिप्सहरू एभाइलेबल भएर आउँछ सो यति नै रहेको छ हाम्रो चाहिँ भिडियो सो कस्तो लाग्यो हजुरले एकचोटि कमेन्टमा चाहिँ भन्नु होला